दर्शकबिन अन्ततः लामो समयदेखि म नेपालमै छु भनेर ढाँटिरहेको दुर्गा परछाई इन्डियाको असमबाट पक्राउ परेको छ। हो दर्शकबिन, भर्खरै मात्र समाचार प्राप्त भएको छ दुर्गा परछाई भारतको असममा पक्राउ परेको छ। यानि कि दुर्गा परछाईले आफै प्रहरीको सामक्ष गएर आत्मसमर्पण गरेको छ र दुर्गा परछाईलाई केही समयपछि नै भारतबाट नेपाल ल्याउने तयारी गरिरहेको छ। तीनगुनेको घटनापछि दुर्गा परछाईले दुईवटा भिडियो सार्वजनिक गर्दै मेरो ज्यानको खतरा छ, त्यही भएर म भागेको होइन, म पछाडि हटेको मात्रै हो। दुर्गा परछाईले बारम्बार आफ्नो ज्यान खतरामा भएको र म नभागेको भन्दै गर्दाखेरि यतिखेर फरार भएको दुर्गा परछाईले आफैले आत्मसमर्पण गर्दै असमको प्रहरीमाझ गएका थिए र केही समय अगाडि दुर्गा परछाईले दुईवटा भिडियो सार्वजनिक गर्दै मेरो ज्यान खतरामा छ, यदि यो ज्यानको सुरक्षा प्रहरी सँगसँगै वकिल र मानव अधिकार कर्मी साथीहरूले लिन्छन् भने म प्रहरीको साथ खुसी खुसी जान सक्छु भनेर दुर्गा परछाईले भनिराख्दाखेरि यतिखेर नेपालमै छु भनेर हल्ला फिजाइरहेको दुर्गा परछाई भारतको असममा गएर आत्मसमर्पण गरेको छ।